नमस्कार, हजुरको तल्लो ढाड दुखाइ छ, मांसपेशी स्पाज्मको कारण तल्लो ढाड दुखाइ छ, डिस्क हर्निएसनको कारण तल्लो ढाड दुखाइ छ भने यो व्यायामहरु सिकाउँछु। हजुरले बिहान उठेर आफ्नो बेड या म्याटमा चाहिँ गर्न सक्नुहुन्छ। सर्वप्रथम यस्तो बेड या म्याटमा उत्तानो परेर यसरी सुत्नुस्, दुईटै घुँडा खुम्च्याउनुस् र आफ्नो ढाडलाई मज्जाले माथि उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस् है त। 1 2 3 4 5 तल राख्नुस्। दुईटै घुँडा खुम्च्याएर देब्रे लग्दाखेरि टाउको र जिउ दायाँ लानुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 दुईटै घुँडा खुम्च्याएर दायाँ लग्दा टाउको र जिउ देब्रे लानुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 यसपछि घोप्टो पर्नुस्। दुईटै खुट्टा जोड्नुस्। हातले टेकेर मज्जाले छाती उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 त्यसपछि दुईटै हात पछाडि छाती मात्र उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 त्यसपछि छाती र दुईटै खुट्टा उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 त्यसपछि दाहिने हात उचाल्दा देब्रे खुट्टा उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 त्यसपछि देब्रे हात उचाल्दा दाहिने खुट्टा उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 त्यसपछि दुईटै हात र दुईटै खुट्टा सँगै उचाल्न सक्नुहुन्छ। यसरी हेर्नुस्। 5 सेकेन्ड 1 2 3 4 5 यो व्यायामहरु हजुरले बिहान बेलुकी 15 20 चोटि चाहिँ गर्न सक्नुहुन्छ। ढाड दुखाइ छ, तल्लो ढाड दुखाइ छ भने हजुरको निको हुन्छ, राम्रो हुन्छ। भिडियो मन परेमा सधैँ सो लाइक कमेन्ट र शेयर चाहिँ अवश्य गर्नुहोला। शुभ बिहानी र शुभ दिन। धन्यवाद।